लगाइरहेको क्रममा र यो खास गरेर हाम्रो मकवानपुर जिल्लाका आइट सिंहज्यूद्वारा यो चाहिँ आज चाहिँ गढीमाईमा हस्तान्तरण भएको छ र यो गढीमाई मन्दिरमा चाहिँ त्रिशूलले गर्दा माताको महत्त्व पनि बढिन्छ र खास गरेर अब यो त्रिशूल ल्याउनको कारण उहाँले जुन बताउनु भयो मलाई पनि धेरै एकदम म खुसी छु। र गढीमाई उहाँ चाहिँ पहिला चाहिँ कानले चाहिँ सुनिराख्नु भएको थिएन र उहाँको स्वप्नमा गढीमाई आउनुभयो र गढीमाईले भन्नुभयो तपाईँले चाहिँ त्रिशूल लगाउनुहुन्छ भने तपाईँले कानबाट सुन्नुहुन्छ भनेर उहाँले स्वप्नमा भन्नुभयो र उहाँकै मुखले म आज सुने र यो कुरा चाहिँ गढीमाई माताको एउटा आशीर्वाद नै हो र गढीमाई माताको एउटा चाहिँ महिमा नै हो, शक्ति नै हो कि उहाँको आज अब सुनिराख्नु भएको छ। यसकारण चाहिँ उहाँले चाहिँ एउटा दुईवटा चाहिँ यहाँ गढीमाईको प्राङ्गणमा चाहिँ आज चाहिँ यो त्रिशूल ल्याएर हस्तान्तरण गर्नुभएको छ। खास गरेर यो कुरा चाहिँ त्रिशूल दान गर्ने मकवानपुर र हाल निवासी काठमाडौँको उहाँसँगै नै तपाईँले चाहिँ यो त्रिशूलको विषयमा सुन्दा राम्रो हुन्छ जस्तो लाग्छ। होइन, यो 5 वर्ष मेला भोलि लाग्नेछ भने अनि आज जस्तो मेरो श्रीमानलाई सपनामा दिनुभएछ अनि दिनुभएपछि अनि के भन्नुभएछ भने मलाई जोडी त्रिशूल चाहियो भन्नुभएछ। अनि मैले चाहिँ अलिकति मिलेको छैन, अलिक पछाडि भन्दा भन्दै अनि के गर्नुभयो भने ठ्याक्कै कान ठ्याक्कै बन्द भयो, दुइटैपट्टि बन्द भयो अनि बिरामी हुनुभयो, एकदमै बिरामी हुनुभएपछि अनि मैले चाहिँ के भन्नु भने लो भएन, अब मेरो श्रीमान त यतिकै बिमार हुनुभयो, अब हस्पिटल गएको त अब 1 लाख रुपियाँ लाग्छ र मिसिन राख्नुलाई। अनि मिसिन नराख्ने अनि सपनामा तिमी पार्वती हो, शिवजीलाई तिमीले किन शक्ति नदिएको भन्नुभयो मलाई। मैले के भन्नु भने होइन म पार्वती भन्छु। अनि हो तिमी पार्वती हो, तिमीले शक्ति देऊ, उसलाई उठाऊ रे। ल ठिक छ भनेर मैले दिउँसो 50,000 पैसा दियो। अनि यो दुईवटा के अरे शिर काटेर ल्याउनु भएपछि अनि रातिदेखि छर्लङ्गै भोलिपल्टदेखि कानै सुन्यो हेर्नु। अनि त्यसले गर्दाखेरि चाहिँ अनि मलाई पुरै विश्वास भएर यो मैले 10 दिनमा मैले बनाएर तयार बनाएर अनि लिएर आएको सर। मैले गढीमाईलाई यो दुइटै के अरे दुइटै भगवान्लाई अनि मैले यहाँनिर चढाइदिएको। मेरो श्रीमान हुनुहुन्छ, कान सुन्नुभयो, मलाई त्यही भएर एकदम लाग्यो, एकदम खुसी लाग्यो। मा हुनुहुन्छ तर विश्वास गर्नुपर्छ। माले चाहिँ गर्नु हुनु भने जे पनि गर्नु हुँदो रहेछ। तर अहिले मेरो श्रीमानको कान सुन्नुभयो, मलाई त्यो एकदम खुसी छु, मलाई धेरै धेरै राम्रो लागिरहेछ। माताको शक्तिपीठ हो, माताको शक्तिपीठ नि त्रिशूल, त्यसै कारणले यो माताको सपनामा तपाईँले दिनुभयो यो शक्तिपीठ हो, माताको शक्तिपीठ त्रिशूल। त्यहाँ सपना भएको कारण त्यही हो। माताको पनि यो आशीर्वाद पाउनुभयो, मातालाई आफ्नो दान गर्नुभयो, एकदम राम्रो भयो। हजुर, जय माता दी।